नमस्ते एभ्रिवान। यस भिडियोमा चाहिँ सेटेलाइट इमेजरीहरू जुन चाहिँ WGS84 युटिएम प्रोजेक्सनमा रहेका हुन्छन् त्यसलाई चाहिँ नेपालको कितानापी स्ट्यान्डर्ड एमयुटिएम सिस्टममा कसरी प्रोजेक्ट गर्ने भन्ने कुराहरू चाहिँ यहाँबाट हामी सिक्यौँ। हामीसँग चाहिँ कैलाली जिल्ला अन्तर्गतको गोदावरी नगरपालिकाको राष्ट्र फट एक्ट क्लिक गरेर राखेको छु। यसको चाहिँ प्रोजेक्सन सिस्टम हेर्ने हो भने डिफल्ट प्रोजेक्सन सिस्टम, यसलाई डाउनलोड गर्दा प्रोजेक्सन सिस्टम 16 बिट इमेज तपाईँको टिप इमेज हो। यसको चाहिँ प्रोजेक्सन सिस्टम यता हेर्नुहोस्, CGS WGS 1984 मै रहेको छ हैन। यसको डाटा WGS 1984। अब यसलाई चाहिँ हामीले एमयुटिएम सिस्टममा कसरी कन्भर्ट गर्ने, नगरकोट को 81 जोन, आई थिंक कैलाली 81 मै पर्छ, 81 जोन को एमयुटिएम सिस्टममा कसरी कन्भर्ट गर्ने भन्ने कुराहरू यस भिडियोमा डिस्कस गर्नेछौँ। फर्स्ट अफ अल हामीले सर्च गर्नु पर्यो प्रोजेक्सन भनेर, प्रोजेक्ट गरेकै छ। यसलाई सर्च गर्ने हो भने डाटा प्रोजेक्सनमा चाहिँ अब यो इमेज चाहिँ राष्ट्र डाटा भएको हुनाले चाहिँ राष्ट्र प्रोजेक्सनमा हामी जानु पर्यो। यता राष्ट्र प्रोजेक्सन, यसमा क्लिक गर्ने। त्यस पश्चात चाहिँ यसरी आउँछ इनपुट राष्ट्र डाटा। हाम्रो राष्ट्र इमेज डाटा चाहिँ रहेको छ गोदावरी क्लिप इमेज। यो धेरैवटा इमेजहरू एकै ठाउँमा कम्बाइन गरेर क्लिक गरिएको। यसको इनपुट कोअर्डिनेट सिस्टम आफै नै आयो, किन हामी डाटा हाल्ने बित्तिकै WGS 1984 देखाइसक्यो होइन। देन वी सुड गिभ आउट लाइक आउटपुट प्रोजेक्सन सिस्टम। कुन प्रोजेक्सन सिस्टममा चाहिँ आउटपुट गर्नु पर्यो चाहिँ हामीले नगरकोट लेख्नुपर्छ। नेपालको बेस एमयुटिएम प्रोजेक्सन सिस्टमको नेपाल नगरकोटको प्रोजेक्ट नेसनल ग्रिडभित्र एसियाभित्र नगरकोट। अब यसको चाहिँ डिफल्टमा 84 सेन्ट्रल मेरिडियनमा नगरकोट परेको छ भने चाहिँ हामीलाई चाहियो कैलाली जिल्ला 81 सेन्ट्रल मेरिडियनमा पर्ने भने चाहिँ 81 दिने, अनि बाँकी चाहिँ सबै डिफल्ट हुन्छ। 0.9999 युनिटियमको भइहाल्यो स्केल फ्याक्टर। बाँकी फल्स स्टिङ 5 लाख, फल्स नर्थिङ चाहिँ 0, अरू सबै ठिक छ है। अप्लाई गर्ने, ओके गर्ने, र यसलाई ओके गरिदिने हो भने यहाँ हाम्रो ट्रान्सफर्मेसन प्यारामिटर अलरेडी सो हुन्छ। यो प्यारामिटर सो भएन भने चाहिँ प्रोजेक्सन हुँदैन। यो प्यारामिटर सो हुन्छ, त्यसपछि हामीले यसलाई प्रोसिड गरिदिने हो। र अब हामीले मागिका चाहिँ वेट गर्ने हो। यो चाहिँ अब ठुलो इमेज डाटा भयो भने चाहिँ 25 GB अराउन्ड यसको प्रोजेक्सनलाई चाहिँ मेबी अराउन्ड 20 to 25 मिनट टाइम लाग्न सक्छ। तत्पश्चात चाहिँ हाम्रो डाटा प्रोजेक्ट भएर आउँछ। प्रोजेक्ट भएर आउँदाखेरि चाहिँ युटिएमको डाटा एमयुटिएममा प्रोजेक्ट हुँदा नियर अराउन्ड 170 मिटर चाहिँ इमेज सर्ने गरेर आउँछ। त्यति चाहिँ बिचमा ग्याप हुन्छ। त्यसपछि चाहिँ इमेज राष्ट्रमा प्रोजेक्ट हुन्छ। डाइरेक्टली हामी प्रोजेक्ट भइसकेको डाटा अन्तर्गत गर्ने हो। थ्याङ्क्स अ लट, इट विल बी सक्सिड।